हेलो नमस्ते एभ्रिवान आयो सबैजना सन्चै आराम हुनुहुन्छ होला म एकदम सन्चै आरामै छु म गीता पनि हो र अनि मेरो भिडियोमा तपाईँहरूलाई स्वागत छ नमस्ते भन्छु बहिनी नमस्ते ऊ चाहिँ मेरो बहिनी हो अनि आज चाहिँ हामी कुइरालको फुल टिप्न जानु लाग्यो अनि हामीले कसैलाई नि भनेको छैन मैले नि भनेको थिइनँ मैले चाहिँ बाख्रा हेरेर देखेको थिएँ अनि त्यही भएर बहिनीले लिएर आएको म रुखमा चढिन भनेर अनि बहिनीले चटपटी खान गएको थियो मैले यत्तिकै उसलाई नभनेर लिएर आएको कस्तो लागेको छ मेरो सरप्राइज ठिकै खाना लाग्छ अनि मैले उसलाई काबर खान मैले उसलाई भनेकै छैन कि उसले मलाई बाटो मान्छसम्म पनि सोधेको गर्थ्यो अहिले भिडियो बनाऊँ भनेर बस्दा भनेको नै भने मैले यसलाई भने होइन साथी हो अनि धेरै पछि हो मैले भिडियो बनाउनु लगाएको फेरि आजको मौसम चाहिँ एकदम राम्रो छ होइन अनि म चाहिँ बाख्रा हेर्नु गएको थिएँ बाख्रा हेर्नु आएर खाजा खाएर आएको बहिनी चाहिँ तिमी कहाँ आएको बहिनी भनिदेऊ त चटपटी खान उसले चटपटी खानु गरेछ उसको साथीसँग अनि मैले मम्मीहरूलाई पनि भनेको थिइनँ अनि कहाँ जाने हो तिम्रो दुई बहिनी भन्दै थिएँ अनि कहीँ नि होइन त्यो ओल्परसम्म भनेको अनि उनीहरूले लागेको छ होला ए भिडियो बनाउने होला यत्तिकै उपर दानसम्म गएर फर्किन्छ होला भनेर तर तिनीहरूले के थाहा हामी आज कुइरालको फुल टिपेर अचार खाने भनेर कुइरालको फुल टिप्न जान लगाएको अनि मैले उसलाई नि बाटोसम्म पनि भनेको थिइनँ क्या उसलाई चाहिँ एकदम रमाइलो छ साथीहरू फुलफुल्या म चाहिँ त्यति साह्रो रूपमा चढ्न सक्दिनँ त्यही भएर बहिनीले लिएर आएको के अनि होइन पोहोर चाहिँ टेकमियाले टिपेको अहिले सुनि मैयाले अर्को साल चाहिँ कसले हुन्छ मैले चाहिँ उता वनदेखि देखेर आएको कस्तो छ होइन बुथामा चाहिँ गएन मैले चाहिँ तारेबाट देखेर आएको त्यही नै हेरौँ कस्तो हुन्छ कता गयो बहिनी आज दिउँसो माछा मार्नु खोलातिर को छिटो गौ बनाइसकेको भए त फुपू गौ काटेर नि गौ बनाइसक्नु भएछ नि हजुर यो अङ्कलको छोरी म बाजे पानी भन्नु लाग्दो भिडियो बनाउनु जानु लाग्यो उता लौका हामीले फुल टिप्ने भनेको चाहिँ कता यतिबाट जाने कताबाट जाने बाटो चाहिँ डेन्जर अप्ठ्यारो छ कता हो कुइरालको फुल टिप्न जानु भनेको हिँड्नु त बहिनी गाइड हामी चाहिँ बाटोमा छ अहिले भिडियो बनाउँछौँ है त हामी चाहिँ यहाँ कुइरालको बुट्टा नजिकै आइसक्यौँ भन न बुट्टा चाहिँ ठुलो रहेछ क्या मैले चाहिँ पारी हामी बाख्राहरू पारी वनदेखि देखेको थिएँ त्यही भएर आएको सकिन्छ कि सकिन्न रुखमा चढ्न चाहिँ थाहा छैन अब बहिनी हो चढ्ने बहिनी सक्छौ नि बहिनी आउन त आएँ है रुखमा चढ्न सक्छौँ कि सक्दैनौँ त्यहाँ छ क्या समस्या फेरि टेकमा त फेरि चढिन्छ जस्तो सानो तिनो रुखमा त हामी हटाउन सक्छौँ ओ बहिनी खोइन कि यो खन्नु पाक्छ टिप देऊ त कस्तो आज भोलि पनि पाक्ने रहेछ है माथि छ बहिनी माथि खन्न तर आजकल अलि मिठो रहेछ मलाई एउटा दिउ त भयो जाम बनाएर रात पर्छ उयो पनि रहेछ आजभोलि पनि पाक्ने रहेछ नखानु म त बर्खामा पाकेको जस्तो लाग्थ्यो अझै उरोदेखि प्यालातै गऱ्यो ल्याप्दै मिठो रहेछ बुट्टा चाहिँ डेन्जर ठुलो हो क्या अलि यो कुइरालको बुट्टा चाहिँ डेन्जर छ यहाँ हामी सकिन्छ कि सकिन्न बहिनी रुखमा चढ्न सक्छौ नि सक्छ नि बहिनीले आज चाहिँ गरे होइन अब कस्तो चाहिँ हुने हो क्या आउनु चाहिँ आइयो यहाँ यहाँ कागज रहेछ यहाँ हाम्रो बाजेहरूको घर अब बहिनी छिटो रात पर्छ लिउँमा त लिएर आएँ बहिनीले अब रुखमा चढ्न सक्ने कि गाह्रो पो पऱ्यो साथी अहिले आएर अनि मैले यिनीहरू चटपटी खाने गर्थ्यो मैले उसलाई नभन्दै लिएर आएको के बुङ्न ला जस्तो भएर रहेछ त ओइलिन ला जस्तो बहिनी छिटो ढिला हुन्छ यहाँ हो क्या हामी चाहिँ अब डेन्जर ठुलो साह्रै रुख त छैन खासै मिठो छ किन खस्नेहरू बिस्तारै चढ्ने हो क्या अरे त्यहाँ यहाँ हल्का म खासै सक्दैन क्या मैले पारिदेखि देखेर हो म आएको नि यता साँझको त यस्तो त छ रमाइलो छ जोस्
हाम्रो बहिनी फेरि रुखमा चढेर टिप्न लागिसक्यो म चाहिँ यहाँ जरामा बसेर हेरेछु साथीहरू म चाहिँ रुखमा चढ्न सक्दिनँ अनि यो फुल देख्दा क्या नजिकै अनि सजिलैमा होला जस्तो हुन्छ यहाँ रुखमा फेरि माथि अप्ठ्यारोमा हुन्छ कि ऊ तल नि यस्तोमा छैन यो देख्दा नजिकै सजिलै होला जस्तो छ देख्दा डेन्जर अप्ठ्यारो छ कि यस्तो छ अनि म चाहिँ सक्दिनँ जस टेक्नाले चाहिँ सम्झिन्छ टेक्ना चढिदिन्छ फेरि यस्तो रुखमा नि हामी टेक्ना फेरि डेन्जर यो मिठो हुन्छ जेसँग नि सेलरोटीसँग खानु मन लाग्यो साँझ बनाउँला नि त के भयो र होइन खानाको लागि यत्रो आइसकेपछि त माथि माथि नजा के म फेरि रुखमा चढेर कस्तो भाँचिने हो कि के गर्ने कस्तो डर लाग्छ कि साँझ भइसकेछ साथीहरू म चाहिँ यहीँ जरामा बसेर हेर्ने त होला म सक्दिनँ रुखमा चढ्न माथि माथि छ देख्दा नजिकैदेखि नै कस्तो माथि माथि हुने कि झ्याउला नि यो रुख फेरि यस्तो माथि माथि नि यस्तो बहिनी यता हेर्देऊ त दला ला होइन हाम्रो सुनेर टेक्मेहरू कस्तो रुखमा चढिन्छ यिनीहरू त्यस्तो डेन्जर रुखमा चढिन्छ गाइस हामी होली नसक्ने म होला म त यहाँ हो कि तलदेखि यस्तो छ अनि फेरि यस्तो हल्लिन्छ नि यो देख्दा सजिलोमा होला जस्तो हुन्छ यहाँ रुखमा हेर कति अप्ठ्यारो माथि माथि फुलेको हुन्छ कि यो फुल फेरि यही झ्याउ लाग्ने खाना मिठो हुन्छ एकदम खाना चाहिँ एकदम मिठो हुन्छ साथीहरू तर टिप्न चाहिँ अलिक डेन्जरै हुन्छ क्या डर लाग्छ मलाई त हामी नि यहाँ टिपेर नि झर्न लागिसक्यो हामी साँझ परेको थियो कि ढिला आयौँ अनि अब घर जानु ढिला हुन्छ भनेर फर्किन लायौँ थोरै टिपेर अनि बुढानी अलिक धेरै अप्ठ्यारो नै रहेछ फेरि हामीलाई आजलाई यति भयो फेरि आउने भनेर आज चाहिँ अलिक थोरै टिपेको अनि मैले चाहिँ फुल पनि लाग्छु क्या अब फेरि माथिबाट कागती चोरेर लग्ने हो हाम्रो घर चुक्ता छ त्यही नि कागती लगेर जानु फेरि त्यहाँ बाजेको बाटो बहिनी बिस्तार झ रे बाटो अप्ठ्यारो छ यो टेक्मेर यो त फेरि कस्तो रुखमा चढिन्छ नि म त फेरि त्यति साह्रो सक्दिनँ अन्जु र म फेरि त्यति साह्रो सक्दिनँ अनि हामीलाई त के आकाशको फल आँखा तङ्गरी मरौ के भन्छ नि त्यस्तै हो साथी हामी रुखमा चढ्न सक्दैनौँ अब के गर्नु गाह्रो छ नि हो हामीलाई त बिस्तार झ रे बहिनी हामी बहिनी डेन्जर रुखमा चढिदिन्छ क्या साँझको भ्यू चाहिँ यस्तो छ हाम्रोतिर चाहिँ भइगयो कता जानु लाग्यो र फेरि ल एउटा कानमा लगाएर आइज नि त म उ गरिदिन्छु फोटो खिचिदिन्छु राम्रो छैन म त लाछु होइन कस्तो भयो जाम ढिला भयो साँझ पर बाघले खान्छ यहाँ त कोही नि बस्दैन नि यतातिर हाम्रो बहिनी टिपेर देखाउ त कति टिप्यो आजलाई यति भयो त के अरे होइन हामीलाई किन धेरै चाहियो त नि खोइ बिचरा बहिनीले यति धेरै दुःख कस्तो गरेर टिपेर लिएर बस बहिनी त अब बस हो कि तिमी घर गएर बस्ने काम म बनाउने काम खोइ कानमा म भिडियो गरिदिन्छु कस्तो राम्रो आएको हाम्रो बहिनी त यता हेर्दै उता बा एकचोटि हाम्रो खगेनाले सिकाएको कि मलाई यो चाहिँ भन्न अनि हामी चाहिँ अब घर फर्किनु लाग्यो उयो माथि हामी कागती पनि चोर्न जनसाथीहरू एउटा कागती देखेको थिएँ उयो छ बुट्टा चाहिँ धेरै थियो क्या यहाँ चाहिँ सुक्दै गयो मैले एउटा देखेको थिएँ कि जाम हिँड्न अनि हामी चाहिँ अलिकति टिप्यो हामी केही अरू छैन म मस्ती टिप्थेँ फेरि बहिनीले झरेर गएको होस् न अनि यहाँ अनि अझै छ तर के अनि ढिला भयो अब हामी चाहिँ जान आँटेको हामी चाहिँ कागती टिपेर फर्किसँगै अनि तिमीहरूले फेरि किन अर्काको बारीमा कागती चोरेको भन्नु होला त्यो चाहिँ हाम्रै बाजेको बारी हो अनि हामी टिपेको बाजे चाहिँ उता बुटोलतिर बस्नुहुन्छ त्यही भएर साथी हामी अर्काको बारीमा त चोर्दैनौँ कुकुरी हान्छ नि फेरि होइन बहिनी अनि बहिनीले चाहिँ यो कुहिरा सुकाएको खारेछ क्या अनि त्यही भएर यो यस्तो यो अहिले नि बन्छ यस्तो अहिले नि खान्छ नि भनेर उसले मलाई सोधिरहेछ उसले चाहिँ त्यो सुकाएको खाएको भएर न ओके त्यही भएर कस्तो लाग्यो बहिनी रुखमा चढेको रात पुर्सको क्या
ढिलै आएको म 5:30 बजीतिर त हो वनबाट आएको अझै ढिला भयो क्या आएर खाजा खानु अनि उनीलाई खोज्दा ढिला भयो आजलाई चाहिँ भिडियो यति नै साथीहरू कस्तो लाग्छ हेरेर सल्लाह सुझाव दिनु होला भन्दै पनि अहिले पनि बनाउने अहिले त सक्दिनँ होला भयो आजकल चाहिँ भिडियो यति नै साथीहरू बाई बाई